तोरीबारी एकदम मजाले फुलेको तोरीबारी यहाँ देख्न सकिन्छ। आज चाहिँ म लामो समयपछि मेरो मामा घर गएको थिएँ। यो एकदमै तोरीबारी देख्दा मनै प्रसन्न भएर आएको छ। हेर्नुहोस्, त्यसै गरी यहाँ कोपी पनि रोप्नु भएको रहेछ। यो चाहिँ मेरो मामली घर हो, सङ्खुवासभा जिल्लाको मादी नगरपालिकामा पर्छ है। कोपी कति मजाले रोप्नु भएको रहेछ। त्यसै गरी यहाँ किवी पनि फलाउनु भएको रहेछ। माइजूले मलाई कसैले दिनुभयो किवी। अनि यतापट्टि पर्तिर बारी हो, बारीमा चाहिँ एकदम मजाले किवी रोपेको देख्न सकिन्छ। ल हेर्नुहोस् है, किवी यदि तपाईँहरूलाई पनि चाहिन्छ भने सम्पर्क गर्नुहोस्। किवी एकदम मजाले फलेको छ, क्रमित लाग्दो देख्न सकिन्छ। ल यो किवी बारी हो मेरो मामा घरको, हेर्नुहोस् है। ल यहाँ पनि किवी एकदम अब टिप्ने बेला पकाउने बेला भयो भनेर भन्दै हुनुहुन्छ, टिप्दै पनि हुनुहुन्छ। त्यो किवी पछाडि यता तलतिर बारीमा चाहिँ एकदम मजाले तोरी फुलेर एकदम फोटो खिचिराखौँ, भिडियो खिचिराखौँ जस्तो दृश्य देख्न सकिन्छ। यहाँ हेर्नुहोस्, बारीभरि तोरी एकदम मजाले फुलेको कति राम्रो देखिँदो रहेछ है। आम्मामामा, ल एकदम रमाइलो लाग्यो मलाई। लामो समयपछि म मामा घर पुगेको थिएँ छु आज। अनि यतापट्टि किवी भइहाल्यो, किवी बगान देख्न सकिन्छ अलिकति। एकदम राम्रो मजाले फलेको छ किवी। यसको यसै गरी बाख्रा पनि यति मजाले खोर बनाएर पाल्नु भएको रहेछ। एकदम मन पर्यो मलाई बाख्राको खोर पनि। त्यसै गरी यतापट्टि भैँसी पाल्नु भएको रहेछ। अनि सँगसँगै हरियाली तोरीबारी, मामा घर। धेरै निकै लामो समय पछाडि चाहिँ मामा घर पुग्यो। र अब आज चाहिँ म मामा घरबाट घर फर्किने तयारीमा छु। अब चाहिँ म मामा घरबाट घरतिर फर्किँदैछु।